दर्शक मित्र नमस्कार। हामी केही दिनको बसाइमा भारतमा आइपुगेका छौँ र त्यसैबाट यो भिडियो तपाईँहरूको बिचमा मैले ल्याइराखेको छु। अनि अहिले चाहिँ म कहाँ छु भन्ने कुरा म तपाईँलाई देखाउँछु। ल हेर्नुहोस् त, अहिले हामी ठ्याक्कै रेलको क्लिकमा छौँ। रेल यात्राबाट हामी ठ्याक्कै सिद्ध्याएर यसो हामी चाहिँ यसो विचार आयो कि होइन, यहाँको रेल नेटवर्क देख्दाखेरि, इन्डियाको रेल नेटवर्क देख्दाखेरि चाहिँ जस्तो नेपालमा पनि रेल ल्याउने भन्ने कुराकानी उठ्यो। तर नेपालमा अब अस्थिर सरकार छ, तपाईँहरूलाई थाहै छ। केपी ओली हुँदाखेरि चाहिँ इन्डिया नेपालमा पनि रेल ल्याउनु पर्छ, चाइनाबाट पनि इन्डियाबाट भन्ने पनि पहल भएको थियो। तर त्यसपछिको सरकारहरू जति पनि कसैले पनि यो कुरामा मतलब राखेन। तर मैले देखेँ, यहाँ हामी यात्राको क्रममा हामीले देख्यौँ कि इन्डियामा रेल भएको कारणले चाहिँ मान्छेहरू सहजै एकदम कम मूल्यमा छिटो छरितो तवरमा पुरै इन्डियाभरि मजाले यात्रा गर्न सक्छ कि। अनि नेपालमा पनि सम्भावना छ र नेपाललाई पनि रेलको जरुरी छ। विशेष गरी अहिलेको बालेन सरकारलाई, रासोपा सरकारलाई हामी यो अनुरोध गर्न चाहन्छौँ, नेपालमा पनि छिटोभन्दा छिटो चाहिँ रेलको स्थापना गर्ने, रेल चल्ने वातावरण बनाउनलाई म एकदमै अनुरोध गर्न चाहन्छु। किनभने हामीले इन्डियामा यात्रा गर्दाखेरि देख्यौँ मान्छे सजिलैसँग एकदमै गरिबभन्दा गरिब, न्यूनभन्दा न्यून पनि व्यक्तिहरू मजाले कम मूल्यमा, सुपथ मूल्यमा मजाले रेलमा यात्रा गरेर होइन हिँड्न सक्छन्। र प्लस एउटै रेलमा पनि सयौँ र हजारौँ यात्रा गर्न सक्छन्। अहिले नेपालमा फ्युलको मूल्य बढेको हुनाले, तेल इन्धनको मूल्य बढेको हुनाले नेपालमा तपाईँले बसको यात्रा हेर्नुहोस् त कति महँगो भएको छ, भाडाहरू कति महँगो भएको छ। त्यसको लागि एउटा राम्रो विकल्प सरकारले सोच्यो भने रेल हुनसक्छ। मैले पहिल्यै पनि भने, योभन्दा अगाडि एमालेको सरकार हुँदा, केपी ओलीको सरकार हुँदा नेपालमा रेल ल्याउनु पर्छ भनेर त्यसको बारेमा अध्ययन पनि भएको थियो, त्यसको बारेमा काम अगाडि पनि बढेको थियो। तर अब अहिलेको सरकारले कहीँ पनि चाइचुई यो बारेमा बोलेको छैन। तर म तपाईँहरूलाई सोध्न चाहन्छु भिडियोमा, के लाग्छ तपाईँहरूलाई चाहिँ नेपालमा अब पहाडी क्षेत्रमा छोडिकन तराई क्षेत्रमा चाहिँ, नेपालको तराई क्षेत्रमा चाहिँ रेल चलाउनु कतिको उपयुक्त होला? तपाईँलाई के लाग्छ यसो तपाईँको विचार गर्नुहोस्। तर हामी जति यहाँ हिँड्यौँ, जति हामीले सबै कुराहरू गऱ्यौँ, मैले चाहिँ देखेँ कि नेपालमा पनि रेलको जरुरी छ। सामान्य साधारण व्यक्तिहरू सहजै कम दाममा मजाले यात्रा गर्न सक्ने भएको हुनाले, प्लस पुरै देशलाई कभर गर्ने भएको हुनाले रेल चल्न चाहिँ एकदमै जरुरी छ। सरकारलाई हामीले दबाब दिउँ, यो भिडियो सेयर गरिदिनुहोस्, सरकारमा दबाब दिनुहोस्, सरकार हामीले नेपालमा रेल चाहियो भनेर भन्नुपर्ने स्थिति छ। आवाज उठाउँ, नेपालमा पनि रेल चलोस्, विकास होस्, तीव्र गतिमा विकास होस्। हाम्रो चाहना चाहिँ यही हो। ल धेरै धेरै धन्यवाद।